एपिएफ रङ्गशालामा छौँ अहिले हामी। यहाँनिर चाहिँ अहिले हामीसँग एक नम्बर प्रदेशबाट हुनुहुन्छ क्षेत्रीय खेलेर चाहिँ यहाँ काठमाडौँसम्म आइसक्नु भएका सबिन तामाङ हुनुहुन्छ। उहाँ चाहिँ एक नम्बर क्षेत्रका क्षेत्रीय खेलाडी हुन्छ। अनि तपाईँ चाहिँ यो खेल जीवनलाई चाहिँ कबड्डी एक नम्बर क्षेत्र प्रदेशलाई चाहिँ जित्दै चाहिँ भनौँ न यो काठमाडौँसम्मको यात्रालाई यहीँलाई चाहिँ कस्तो भयो तपाईँको चाहिँ अनुभव? मेरो यसपालिको अनुभव कस्तो भयो भन्दाखेरि चाहिँ अब यसपालि पहिलोचोटि पनि थियो होइन, पहिलोचोटि एपिएफमा यो कबड्डी भन्ने गेम राखियो। त्यसले खासै अगाडि खेल्नु त खेलियो तर राम्रो पर्फर्मेन्स हुँदै पनि हामी लगातार नकआउट भयौँ। त्यसले गर्दा अलिकति समस्या त छ। गेम तपाईँहरू जोस् सेमी फाइनल नछिर्नुभन्दा अगाडि नै पहिलो गेम पनि हारिसक्नु भएको थियो कम्पिटिसनको साथ, दोस्रो गेम पनि लगभग हार्नु नै भइसकेको थियो। तपाईँलाई चाहिँ यो गेमलाई चाहिँ कसरी लिनुभएको छ? कम्पिटिसनकै आधारमा लिनुभएको छ कि कुन आधारले चाहिँ लिएर चाहिँ हार्नुभयो? मैले यो यसपालिको गेम हाम्रो कम्पिटिसनकै आधारमा हारियो। म यो गेमलाई कम्पिटिसनकै रूपमा लिन चाहन्छु। एपिएफ रङ्गशाला छौँ होइन, एपिएफ रङ्गशालामा यो नौवटा बानी भन्ने लिन्छ। एपिएफ रङ्गशालामा चाहिँ खेलिरहेको अवस्थामा तपाईँ चाहिँ यो रङ्गशालाको आक्रमण के भनौँ न एक नम्बर क्षेत्र हावापानी नमिलेको पनि भन्न सकिन्छ। कुन आधारले चाहिँ लिनुहुन्छ यो अवस्थालाई चाहिँ? हुनु त हो, हाम्रो एक नम्बर प्रदेश अलिक गर्मी हो प्रदेश हो, अलिकति ज्यादा गर्मी पनि छ त्यो प्रदेशमा। यहाँ आउँदाखेरि अलिकति चिसो अलिक बेसी बढेको हो कि हामीलाई वातावरण योले अलिकति साथ नदिए जस्तो पनि लाग्छ अलिकति। अब एक नम्बर प्रदेशको चाहिँ भनौँ न नम्बर 1 रेडर पनि भनेर चिनिन्छ। एक नम्बर प्रदेशमा निकै राम्रो डेभलप गर्नुभएको थियो, त्यसरी खेल्न सक्नु भएन। यस्तो हो, यो ठाउँमा आउँदा चाहिँ रेड हो, म एक नम्बर प्रदेशको राम्रो रेडरको रूपमा चिनिन्थेँ। तर खै के हो नमिलेको, हाम्रो कस्तो नमिलेको यो ठाउँमा आएर मैले आफूलाई चिनाउन सकिनँ। त्यसमा म पनि साह्रै असाध्यै दुःख छ। तर अघि आउने तपाईँहरूकै एक नम्बर नै प्रदेशको चाहिँ अब लेडिज भनौँ न महिला टिम चाहिँ अब सेमी फाइनलको लागि एकाडेमी काठमाडौँकैसँग चाहिँ प्रतिस्पर्धा गर्दैछ। अब एकाडेमीको खेलाडीलाई चाहिँ कुन आधारले चिनिन चाहनुहुन्छ? हाम्रो यो एक नम्बर प्रदेशको महिला टोली स्ट्रङ भएर नै हाम्रो राम्रो खेलेर नै हामी सेमी फाइनलमा पुगेको छौँ। एकाडेमीको मैले यसो भने सुनिरहेको छु, उनीहरू चाहिँ अलिक लुज छन् अरे। अब सेमी फाइनल पुगेको टिम त्यसै लुज त हामीले पनि भन्न सकिँदैन। तर तैपनि तिनीहरूको गेम चाहिँ हाम्रोभन्दा अलिकति कमै छ भन्ने सुन्नमा आएको छ। राम्रो नै खेलेको थिएँ भन्नुपर्छ। हस् त, धन्यवाद सबिनजी। तपाईँ चाहिँ काठमाडौँसम्म आएर चाहिँ यहाँ यहीँ टुङ्गाउनु भयो, त्यसको लागि चाहिँ हामीलाई छोटो समय दिनु, त्यसको लागि धन्यवाद। थ्याङ्क यू सबिनजीलाई धन्यवाद। अनि उहाँको खेल जीवन अझै उन्नति प्रगति राष्ट्रिय टिममा खेलेको देख्न पाऊँ र फड सरकार युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला। धन्यवाद।